फेसबुकले सबभन्दा बढी पैसा केमा दिँदो रहेछ भने आज म तपाईहरुलाई यस भिडियोको माध्यमबाट बताउन गइरहेको छु साथीहरु। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला। यदि तपाईहरु पनि एउटा फेसबुक क्रिएटर हुनुहुन्छ, फेसबुक भर्खरै मोनेटाइज गरेर तपाईहरु पैसाहरु कमाउन चाहनुहुन्छ भने भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला। म तपाईहरुलाई बताउन गइरहेको छु सबभन्दा बढी चाहिँ पैसा केमा दिँदो रहेछ फेसबुकले। यहाँ हेर्न सक्नुहुन्छ। अहिले म तपाईहरुलाई आफ्नो मोबाइलको स्क्रिनमा लाँदै छु। यहाँबाट तपाईहरु हेर्न सक्नुहुन्छ। म पनि भर्खरै आफ्नो फेसबुकलाई चाहिँ मोनेटाइज गरे 3-4 दिन भयो। यहाँ हेर्न सक्नुहुन्छ सबभन्दा बढी पैसा चाहिँ स्टोरीबाट भेट्दो रहेछ र फोटोबाट भेट्दो रहेछ। स्टोरीमा 300-400 जति भ्यूज आयो भने 0.01 तपाईहरुको डलर चाहिँ बनिहाल्छ। अनि रिल्स अथवा लङ भिडियो बनाउँदै हुनुहुन्छ भने कम से कम 1200 भ्यूज आयो भने मात्र 0.01 बन्ने गरेको छ साथीहरु। ल त साथीहरु तपाईहरु पनि स्टोरी अपलोड गर्नुस् र धेरै भन्दा धेरै डलर बनाउनु होला। ल त साथीहरु भिडियो पुरा हेर्दिनु भएकोमा धेरै धेरै धन्यवाद। यस्तै भिडियोहरु हेर्नको लागि फलो लाइक सब्स्क्राइब गर्नु होला। थ्यांक यू फर वाचिङ।